कतै न कतै नेपाली जनताले तपाईँ आघात पुर्याउनु भएका छन्, नेपाली जनताको चित्त दुखाउनु भएका छन्। यदि यो ठाउँमा पुराको नेपाली जनताले भोट दिएर तपाईलाई मध्य प्रदेशको मुख्यमन्त्री बनाएको भारतको जनताले होइन, नेपालीको। यदि तपाईलाई साथ सहयोग चाहिन्छ भने नेपाली जनताको चाहिन्छ, भारतको जनताको होइन। यो कुरा तपाईँ कहिले पनि नभुल्नुहोला। नमस्कार, आज म देवनारायण फेरि तपाईहरूको बीचमा उपस्थिति भइसकेको छु। आज मेरो विषयवस्तु छ मध्य प्रदेश सिराहा जिल्ला फुलबारी धाम नजिक बाबा साहेब अम्बेडकरजीको नाउँले पार्क निर्माण गराउँदै हुनुहुन्छ डाक्टर सीके राउत र जनमत पार्टीका मुख्यमन्त्रीज्यूहरूले। यो कुरा सुन्दा वास्तवमा मलाई साह्रै नै चित्त दुख्यो। यदि नेपालको भूमिमा यदि तपाईँ पार्क बनाउनुहुन्छ भने नेपालका इतिहास झल्किनु पर्यो, नेपालका विद्वानहरूको कीर्तिमान विषयवस्तु झल्किनु पर्यो र फुलबारी धामको आफ्नै महत्त्व छ, आफ्नै इतिहास बोकेका दैविक स्थल हुन्। उहाँको सल्हेस टुरिज्म भनेर स्थापना गर्नुहोस् र राजा सल्हेस जीको तपाईँ इतिहासका चित्रणहरू वहाँ स्थापित गर्नुहोस्। उहाँको मान्यता थियो कि पृथ्वीमा बसोबास गर्ने सम्पूर्ण प्राणीहरूको आफ्नै